ल साथीहरु तपाईलाई हाम्रो अर्को मिनी ब्लगमा फेरि पनि स्वागत छ। अनि म घरबाट यस्तो हतारमा कहाँ निस्किदै छु भनेर थाहा पाउनको लागि तपाईले यो भिडियो लास्टसम्म हेर्दिनु पर्ने हुन्छ। हाम्रो चाहिँ एक्वा जुम्बा स्टुडियोबाट चाहिँ प्रोग्राम थियो हैन। प्रोग्राम चाहिँ कहाँ थियो भन्दाखेरि सिद्धार्थ होटलमा थियो हैन। अनि मेरो साथीहरु चाहिँ गइसक्नु भएको थियो, तर उहाँहरुले चाहिँ मलाई छिटो आऊ भन्दा पनि म अलिकति लेट भएको थिएँ। अनि मेरो साथीहरुले मलाई वेट गरेर बस्नु भएको रहेछ, हेर्न सक्नुहुन्छ तपाईहरुले। त्यसपछि म मेरो साथीहरुसँग भेट भयो हैन। अनि त्यसपछि हामीहरु अगाडि बढ्दै गयौं। अनि अगाडि जाने क्रममा चाहिँ त्यहाँ हामीले चाहिँ आफ्नो नाम चाहिँ इन्ट्री गर्नुपर्ने रहेछ। अनि हाम्रो सुस्मिता बानिया दिदीले चाहिँ हामीलाई यो प्रोग्राममा एकदमै ठुलो हेल्प गर्नु भएको थियो। अनि त्यसपछि हामीले आफ्नो नाम दर्ता गरेर अनि अगाडि स्विमिङ पुलतिर बढ्दै थियौं। अनि त्यहाँ हाम्रो नाम इन्ट्री गर्ने बेला चाहिँ कसैको नाम भेटियो, कसैको नाम भेटेको थिएन। अनि हामीले फटाफट आफ्नो काम सकेर अगाडि स्विमिङ पुलतिर बढ्दाखेरि त हाम्रो प्रोग्राम चाहिँ सुरु नै भएको रहेनछ हैन। अनि यतिकै हतारमा आएछौँ भन्ने जस्तो चाहिँ फिल भएको थियो। अनि त्यसपछि एकछिन 5-10 मिनेट बसिसकेपछि चाहिँ हाम्रो खाजा खाने टाइम सुरु भयो। खाजामा चाहिँ हाम्रो चिया र बिस्कुट थियो हैन। अनि जुम्बा गर्नुभन्दा अगाडि चाहिँ अलिकति पेट पूजा पनि गरौँ भनेर चिया र बिस्कुट खाएर हामीले फटाफट आफ्नो ड्रेस चेन्ज गर्न हामी वासरुममा पुगिसकेको थियौँ। अनि हाम्रो यता सुस्मिता बानिया दिदीले चाहिँ अनि प्रोग्राम यस्तो छ भनेर भन्दै हुनुहुन्थ्यो। अनि हामी यसो बसेर त्यहाँको माहौलहरू हेर्दै थियौँ। त्यसपछि हाम्रो प्रोग्राम सुरु भयो हैन। प्रोग्राममा चाहिँ हामीले अब हाम्रो यो प्रोग्राम सुरु गराउनको लागि हामीलाई जसले हेल्प गर्नु भएको थियो उहाँको नामहरू हामीले लिएर अनि उहाँहरूलाई चाहिँ खाताले हामीले सम्मान गरेको थियौँ उहाँलाई हैन। अनि एकजना हाम्रो सर चाहिँ काठमाडौँबाट आउनु भएको थियो। अनि उहाँलाई पनि हामीले वेलकम गरेको थियो। अनि हामीले चाहिँ स्विमिङ पुलमा हाम फाल्नुभन्दा अगाडि चाहिँ हल्का एक्सर्साइज गरेको जस्तो गरेर उफ्रिनु पर्थ्यो हैन। अनि हामी सबैजनाले त्यहीमै लाग्यौँ हैन। त्यसपछि हाम्रो प्रोग्राम चाहिँ सुरु भइसकेको थियो। साथीहरू हेर्न सक्नुहुन्छ तपाईहरुले। हामीले चाहिँ पानीमा मज्जाले डान्स गर्यौँ हैन। सबैजनाको मुहारमा चाहिँ खुसी छाएको थियो, हेर्न सक्नुहुन्छ। सबजना एक्साइटेड हुनुहुन्थ्यो यसपछि के हुन्छ, यसपछि के हुन्छ। अनि यो हाम्रो प्रोग्राम सुरु गराउने हाम्रो सम्पूर्ण टिमलाई चाहिँ धेरै धेरै धन्यवाद दिन चाहन्छु म चाहिँ। यो प्रोग्रामले गर्दा नयाँ मेम्बर पुरानो मेम्बर सबैलाई भेट्ने मौका मिलेको थियो हैन। एकछिन हेरमै त हाम्रो डान्स के कस्तो थियो, कतिको रमाइलो गरेका थियौँ भनेर एकछिन मज्जाले हेर्न सक्नुहुन्छ तपाईहरुले नै। त्यसपछि हाम्रो डान्स सकिसकेपछि चाहिँ हाम्रो चाहिँ गेम थियो हैन। अनि गेममा चाहिँ म चाहिँ आउट भइसकेको थियो भने मेरो साथीहरू चाहिँ गेम खेल्दै हुनुहुन्थ्यो, कसले जित्छ भनेर हामी एक्साइटेड भएर हेर्दै थियौँ हैन। अनि त्यसपछि अनि मेरो एकजना साथीले जित्नुहुन्छ कि भन्ने हामी आशमा बसेको थियौँ, तर उहाँ पनि आउट हुनुभयो हैन। तर उहाँले चाहिँ गेमको एकदमै इन्जोय लिनु भएको थियो। अनि साथीहरू हाम्रो प्रोग्राम चाहिँ 2-3 घन्टाको नै भयो हैन। त्यसपछि हामीलाई आफ्नो ड्रेस फेरि एक्सचेन्ज गर्नको लागि वासरुममा गएर ड्रेस एक्सचेन्ज गरेर बाहिर निस्किसकेका थियौँ साथीहरू। रुगाले गर्दा मेरो साउन्ड चाहिँ एकदमै क्लियर नआएको हुनाले यसलाई चाहिँ एडजस्ट गरिदिनु होला।